प्रतिपक्षीको दबावका बीचमा राष्ट्रपति रामचन्द्र पौडेललाई बालेन सरकारले पठाएका 5 अध्यादेश जारी गर्न स्तुत दबाव। मिति 2083 साल वैशाख 16 गते नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री विश्वराज आङदम्बेको अध्यक्षतामा नेकपा एमाले संसदीय दलका नेता माननीय श्री रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय श्री युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि माननीय श्री सरस्वती लामा संलग्न विपक्षी दलहरूको संयुक्त बैठक बसी बालेन नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 2वटा अध्यादेश पठाएकोमा उनले त्यसलाई जारी गर्न आनाकानी गर्न थालेपछि सरकारले अरू थप 3वटा अध्यादेश सिफारिस गरेको समाचार आएको छ। यसरी सरकारले सिफारिस गरेका 5वटा अध्यादेश राष्ट्रपतिको अघिल्तिर पर्दा उनीमाथि दबाव परेको भन्दै अनलाइन खबरले एक समाचार लेखेको छ। खासमा संविधान अनुरूप अध्यादेश पारित गर्ने नगर्ने राष्ट्रपतिको कुनै अधिकार हुँदैन। सरकारले सिफारिस गरेपछि उनले अनुमोदन गर्नुको कुनै विकल्प हुँदैन। तर त्यससँगै संवैधानिक राष्ट्रपतिको मूल काम संविधानको पालन र संरक्षण गर्नु पनि भएको हुनाले सरकारले गरेका कुनै पनि सिफारिस संविधान अनुसार वा संविधानको मर्मसँग मेल खाने छन् कि छैनन् भन्ने विषयमा राष्ट्रपति सजग हुनु पर्ने हुन्छ। त्यसै आधारमा उनले सरकारका सिफारिसमा कुनै प्रावधान संविधान अनुकूल छ कि छैन भन्ने विषयमा संविधानविदहरूसँग छलफल गर्न लागेको बताइएको छ। त्यसै अनुरूप राष्ट्रपति पौडेलले अध्यादेश रोकेर राखेको बताइएको छ। अनि अध्यादेशको विषयमा विरोध भएको विषयमा स्पष्टीकरण दिँदै सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूसँग यसरी स्पष्टीकरण दिएका छन्। अध्यादेशको विषयमा हिजो गरिएको विरोध अथवा त्यो गलत हो भनिएको त्यसको कन्टेन्ट, त्यसको उद्देश्य हेरेर हो। सिङ्गो अध्यादेशको मात्र कुरा गरिएको छैन। हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन, हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन, हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो धृष्टता गर्दैनौँ। असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा, तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन। हामीले अहिले केका लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नु भएको भए। अनि यो विषयमा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो सरकार हुँदा विगतमा ल्याइएको अध्यादेशको बचाउ गर्दै भनेको भनाइ पनि चाखलाग्दो छ। उनले अध्यादेश ल्याउन किन आवश्यक हुँदो रहेछ भन्ने कुरालाई यसरी प्रस्ताएका थिए। पार्लियामेन्टमा मेजोरिटी भएको, आनन्दको मेजोरिटी भएको सरकारले 6 दिनमा संसद खुल्छ, संसद खुलेको भोलिपल्ट यो 7औं दिनमा 8औं दिनमा यो कानुन बन्छ भन्ने भएको भए मूर्ख हो त्यो। उसलाई के कुरामा कन्फिडेन्स भयो भने मैले अध्यादेश ल्याएँ भने चाहिँ 60 दिनभित्रमा कानुन बन्छ, मैले अध्यादेश ल्याइन भने चाहिँ 6 वर्षमा नबन्न सक्छ। अध्यादेश भन्ने बित्तिकै त्यसको कन्टेन्टलाई नहेरेर अध्यादेश हो त्यसैले विरोध गरिहालौँ, संविधान विपरीत भन्ने हो भने संविधानमा अध्यादेश सम्बन्धी व्यवस्था छ। त्यसैले संविधानभित्रबाट सरकारले ल्याउँदै गर्दाखेरि त्यो कन्टेन्ट ठिक आएको छ, सरकारमा नभए पनि विपक्षमा भए पनि समर्थन गरिन्छ। यदि कन्टेन्ट गलत छ भने सरकारमा हुँदा पनि विरोध गरिन्छ। जसरी अहिले म भन्दैछु कि तर अहिले तिनै गगन थापाको नेतृत्वको पार्टीले सबै विपक्षीहरूलाई जम्मा गरेर मोर्चा बनाएर अध्यादेशको विरोध गरिरहेको छ। होइन, हिजो के भएको थियो के भएको थिएन भन्ने कुरालाई मात्र हिजो उहाँहरूले कसरी हेर्नुभयो, कसरी लिनुभयो, या हिजो देखाएर जसरी अगाडि बढ्ने कोसिस गरिराख्नु भएको छ त्यो आफैमा बोल्नको निम्ति बोलिनेको कुरा हो भने यसको त कुनै अर्थ भएन। तर अहिलेको परिस्थिति अनुसार आफूलाई कसरी परिमार्जित गरेर नयाँ ढङ्गबाट नयाँ उमेरहरूले सोचेको जस्तो मुलुक बनाउने भने त्यही ढङ्गबाट जाने सङ्कल्प पनि गर्ने हो। त्यसलाई उहाँहरूले त्यसरी पनि हेर्नुहुन्छ होला भन्ने मैले। संविधानको धारा 114 बमोजिम अध्यादेश ल्याउनु सरकारको कार्यकारिणी विवेक हो। अनि संविधानको धारा 66 बमोजिम सरकारले गर्ने सिफारिस र परामर्शलाई धारा 61 मा लेखिए अनुसार संविधानको रक्षक र पालकको हैसियतले राष्ट्रपतिले प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्था छ। यदि कुनै विधेयक वा अध्यादेश संविधान सम्मत छैन भने राष्ट्रपतिले सचेत गराउने वा सुधारको लागि फिर्ता पठाउने अभ्यास भए पनि सरकारले पुनः पठाएमा राष्ट्रपति त्यसलाई प्रमाणीकरण गर्न बाध्य हुनेछन्। अहिले करिब 2/3 बहुमत भएको पार्टीको सरकार रहेको र सो सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले कुनै पनि हिसाबले रोक्न नसक्ने जानकारहरू बताइरहेका छन्। के राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारसँग पंगा मात्रै लिन खोजेका होलान् त?
विपक्षी दल नेपाली कांग्रेसको टिकटमा चुनाव लडेर तनहुँबाट विजयी भएका राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनको सो सांसद पद रिक्त रहेको थियो। सो पदमा भएको उपचुनावमा नेपाली कांग्रेसले चुनाव हारेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका स्वर्णिम वाग्लेले चुनाव जितेका थिए। त्यसपछि 2082 सालमा भएको निर्वाचनमा पनि फेरि पनि स्वर्णिम वाग्लेले उनको क्षेत्रबाट निर्वाचन जितेका हुन्। यी सबै पृष्ठभूमि हेर्दा राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारसँग पंगा मात्रै लिन खोजेको र राजनीतिक प्रतिशोध मात्रै साधेको हुन सक्ने सम्भावना अत्यधिक देखिएको छ। के साँच्चै नै राष्ट्रपति पौडेल पूर्वाग्रही भएका होलान् त? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद। नागरिकहरू खतरापूर्ण ठाउँमा आफ्नो ज्यान नै जोखिम भएर खोला किनारमा बसिरहनु भएको छ र स्पष्ट रूपमा गैर कानुनी रूपमा हडपिएको अवस्था छ। त्यो जो कोहीले हेर्दा पनि प्रष्ट देखिने ठाउँहरूको बेलामा ती अवस्थाहरूमा मात्र अहिले जसरी हामीले गरेका हौँ त्यो कदम त्यसका लागि राखेको कदम हो। यद्यपि यो कदम चाल्दा हामीले के कुरा मध्यनजर राखेका छौँ भने प्रक्रियामा 2 दिन अलिकति दुःख कसैलाई भएको हुन सक्ला, म त्यो भएन भन्न सक्दिनँ। तर तपाईँलाई तपाईँको माध्यमबाट देशैभरिका साथीहरूलाई म के सन्देश दिन चाहन्छु भने एउटा पनि नागरिकलाई घरबारविहीन बनाउने हाम्रो उद्देश्य छैन। त्यसको लगत सङ्कलन हुन्छ र घरबारविहीन नभएका कहीँ पनि जग्गा जमिन नभएकाहरूका लागि सरकार छ। 2 दिन 4 दिन अलिकति दुःख भयो होला, किनभने राज्यको स्रोतको सीमितता, हाम्रो पहुँचको सीमितताले अलिकति यो प्रक्रियामा केही दुःख हुन गएको हुनसक्छ केही साथीहरूलाई। तर यति विश्वस्त गराउन चाहन्छौँ कि कसैलाई पनि विस्थापित गरिदिने, कसैलाई पनि घरबारविहीन बनाइदिने, सडकमा ल्याइदिने, छाना पनि नहुने, खाना पनि नहुने, नाना पनि नहुने यस्तो अवस्था सरकारले सृजना गर्दैन। अहिले प्रतिपक्षीहरूले अन्य दलहरूले कतिपय मान्छेलाई देख्यौ त तिमीहरूले घन्टीमा भोट हालेको, अब सबै तिमीहरूको भत्काउँछ भनेर यसको राजनीतिक रूपमा यसको गलत व्याख्या अपव्याख्या गरेको मैले सुनेको छु। हामीले प्रधानमन्त्रीज्यूले आफैले पनि भन्नुभएको छ कि यी ठाउँहरू प्राथमिकतामा थिए, यी ठाउँहरू खतरापूर्ण छन्, त्यस कारणले यी ठाउँलाई व्यवस्थित गरेर लिएर जान्छौँ भन्नुभएको थियो। अन्य ठाउँहरूको हकमा अब स्थानीय सरकारहरूले फेरि त्यस्तै उनका मापदण्डहरू होलान्। स्थानीय सरकारको क्षेत्राधिकारमा केन्द्र सरकार प्रवेश गर्ने कुराहरू रहँदैनन्। त्यसको पनि कतिपय ठाउँमा त स्थानीय सरकारले पनि त्यस्ता कामहरू गरेका छन् र मलाई विश्वास छ स्थानीय सरकारले पनि हामीले भने जस्तै कसैलाई पनि घरबारविहीन नबनाउने, उनीहरूको अधिकारलाई लगत राखेर सिस्टममा लिएर आएर उनीहरूलाई एउटा सिस्टमभित्र ल्याउने, विधिभित्र ल्याउने प्रतिबद्धता गरेको छ होला। छैन भने पनि गरोस्। म यहीँबाट अपिल पनि गर्न चाहन्छु। एउटा हामीले वाचापत्र मार्फत भनेकै छौँ, कतिपय चिज 100 दिनभित्र गर्ने कुराहरू छन्, कतिपय चिज लामो समयसम्म आयोग बनाएर गर्ने कुराहरू छन्। त्यो चाहिँ हेरिकन हुन्छ कसको अवस्था कस्तो छ। तर सुनिश्चितता चाहिँ म तपाईँलाई के दिन सक्छु भने कोही पनि घरबारविहीन हुनु पर्दैन। लावारिस भएर कहाँ बस्ने, कहाँ जाने, केही दिन अवश्य पनि दुःख काहीँ न काहीँ हुन सक्ला। केही दुःख आज गरिएको दुःखले भोलिसम्मको पुस्ताका लागि एउटा सुनिश्चितता गर्छ, त्यो केही भएको हुन सक्ला। म त्यसलाई अन्यथा भन्दिनँ। तर हेरिकन, अवस्था हेरिकन, कोही घरबार भएकै पनि हुनुहुन्छ होला, कसैको कहीँ कतै केही पनि छैन होला। त्यस कारणले कसको अवस्था के छ यसको लगत सङ्कलनको कार्य निरन्तर भइरहेको छ। छिटोभन्दा छिटो यो समस्यालाई पूर्ण रूपमा समाधान गर्ने सरकारको बाचा छ। आज प्रक्रियामा मान्छेहरूले कतिपय कोणबाट प्रश्नहरू आएका छन् होला, तर भोलि हामी नै सरकारले यसलाई नीतिगत रूपमा समाधान गर्यो, यो समस्या सदाका लागि समाधान भयो भन्ने दिन आउँछ। हामीले जुन जनमत हामीले प्राप्त गऱ्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ। अदालतबाट चाहिँ एउटा पूर्णपाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला। हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला र पदपूर्ति गर्दाखेरि रासोपाले स्वाभाविक रूपमा के भनेको छ भने त्यो त एउटा मेरिटोक्रेसीलाई ध्यान दिएर हामीले नियुक्तिहरू गरेका छौँ। अहिले पनि तपाईँले सार्वजनिक सूचनाहरू देख्नुभएको छ होला। हामीले आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ। आफन्त त हाम्रा पनि थिए होला नि, ती योग्य पनि होलान्, शिक्षित पनि होलान्, तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गऱ्यौँ। अब पनि हामीले गर्ने त्यो संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहन्छौँ। अध्यादेशबाट चाहिँ कसैलाई चाहिँ कुनै एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई, कुनै एउटा पार्टीलाई लाभ पुग्ने भन्दा पनि चाहिँ यो झन्झटिलो प्रक्रियाहरूबाट चाहिँ अगाडि बढ्ने सन्दर्भमा सरकारले अलिकति छरितो गर्नुपर्ने कुराहरूलाई सम्बोधन गर्ने गरी गरेको हो भन्ने कुरा छ। अहिले अर्को सँगसँगै अब अहिलेको चाहिँ सरकारले बजेट निर्माणको चरणमा छिरिराखेको कारणले गर्दाखेरि ती चिजहरूमा पनि छलफल भएको छ। धेरै कुराहरू आज छलफलमा आएका छन्।